बाउ फौजमा गर्ने भएपछि त छोराछोरीलाई पनि निकै नै साह्रो हुँदो रहेछ। छोरी चाहिँ यता रोइरहेको थिइन् कि बाबा ड्युटी नजानु भनेर। बिहान चाहिँ हेभी ब्रेकफास्ट गरौँ भने मलाई सन्चै गर्दैन। अस्ति पनि आलु परोटा खाएर चाहिँ एकदम बेसी ग्यास भयो कि। र हस्बेन्डले चाहिँ मन्डे मार्केटबाट मेरो लागि हेल्दी वस्तुहरू ल्याइदिनु भएको छ। अनि भन्नुभयो चना पनि ल्याइदिएको छु, चना अनि त्यसपछि ड्राई फ्रुट्सहरू बिहान राति भिजाउनु अनि बिहान खानु त्यही भन्नुभयो। अनि एप्पल पनि ल्याइदिनु भएको थियो। आज एप्पल पनि मैले खाएँ धेरै दिनको बादमा। बिहान चाहिँ आफूले यस्तो नास्ता सधैँ गर्नु हो भने चाहिँ दिनभरिलाई माने एक्टिभ हुन्छ र बिमारीहरू पनि के हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। र ठिक्क मैले एप्पल खाइ पनि सक्यो। अनि यता मेरी छोरी पनि उठेर आइन्। आजकल चाहिँ मेरी छोरी छिट्टै नै उठ्न थालिरहेछिन् र छोरी छिट्टै उठ्नका लागि नै मेरो कामहरू पनि अलिक छिट्टै सकिन्छ र छोरीको पनि। अनि छोरीलाई फ्रेस नाप गराएर लुगाहरू चेन्ज गराइदिएँ र छोरीको लागि मैले ब्रेकफास्ट बनाएर यता रेडी गरेँ। र छोरीको ब्रेकफास्टमा चाहिँ थियो पुरी अनि सब्जी त्यसपछि सस। हस्बेन्डले पनि बिहान पुरी सब्जी नै खाएर जानुभयो र लन्चको लागि चाहिँ मैले भिन्दै रोटी सब्जी बनाएर प्याक गरिदिएर थिएँ। छोरीलाई चाहिँ आऊ राजा नास्ता गर्न भनेको पहिला चाहिँ आएर चेक गरिन् के छ अनि सस पनि छ कि छैन भनेर चेक गरिन्। अनि यता बसेर खाना थाल्नु। सब्जी हुँदा चाहिँ एकदम मिठो मानेर खान्छन् कि पुरी रोटी। अनि त्यसपछि आमा छोरीले नै नुहाई गऱ्यौँ। अनि छोरीलाई अब पढाउनु पनि पर्यो नि त एकछिन। अनि त्यसपछि छोरीलाई पढ्न बसाउन भनेर लिएर बसेँ। छोरीले जी पनि लेख्न जान्न थाली अलिअलि गर्दै र आजकल चाहिँ मलाई खुसी नै लाग्न थाल्यो। कति राम्ररी सबै थोक लेख्छ अहिले त। अनि अलिकति गाली चाहिँ गर्नुपर्छ तर जेन तेन भए पनि हेर्न लेख्न चाहिँ सक्छ है पकाएर भए पनि। अनि यता हिन्दीको अब सर्यो छोटी अ बढी अ त जान्दछ। अनि यता छोटी ई बढी ई पनि अहिले अलिअलि गर्दै लेख्न जान्न थालेँ। त्यसपछि म्याथ्सको आयो 1 2 पनि 10 सम्म पुरा जान्न थालेँ। अहिले चाहिँ नहेरिकन लेखेँ छोरी भन्दा पनि लेख्छे र यति खुसी लाग्छ नि मलाई। यति राम्रो ह्यान्डराइटिङ पारेर लेख्न जान्न थालेँ र ऊ पनि खुसी भए अब सबै थोक राम्ररी लेख्दाखेरि चाहिँ। र त्यसपछि चाहिँ मैले खाना बनाएँ। खानामा चाहिँ एकदम नर्मल बोइल जस्तै बनाएर थिएँ मैले। अब्बरे खोर्सानी र अचार त थियो पुदिनाको अनि सब्जी अनि दही त म घरमै बनाउँछु। र त्यसको बादमा चाहिँ मैले छोरीसित एउटा भिडियो बनाएँ र यो सानो रिल त हजुरले हेरिहाल्नुभयो होला। र छोरीलाई चाहिँ हेर्नु न हाँसेर फिट हुन्छ अलिकति केही एक्सनहरू गरौँ भने पनि अनि आफूलाई पनि हाँस उठ्छ के गर्नुहुन्छ। र त्यसपछि चाहिँ एकछिन मस्ती मजाक आमा छोरीको भयो अनि छोरीलाई लिएर सुतेँ। अब 1 बजी त छोरीको सुत्ने टाइम हुन्छ त्यो त हजुरलाई थाहा नै छ। अनि छोरी सुती अनि छोरी सुतेर 3 घन्टा बाद उठेर चाहिँ छोरीलाई मैले फ्रुट्स लिएर आएँ। अरेन्ज त्यसपछि प्लम अनि म्याङ्गो। अनि फ्रुट्स चाहिँ मलाई नि मनपर्छ छोरीलाई चाहिँ बेसी नै मनपर्छ। र ऊ चाहिँ प्लम खाँदै थिइन् अनि मैले काटिदिएँ म्याङ्गो अरेन्ज। र ठिक्क बाबाको फोन आयो हस्बेन्डको। अनि के आज मेरो नाइट ड्युटी छ म छिट्टै आउँछु खाना बनाउँदै गर भनेर भन्नुभयो। अनि मैले चाहिँ यता फटाफटी